अन्त नमस्कार साथीहरु, सधैँ चाहिँ म गेजिङ 8 माइल रुमबाट निस्किसके सिलगढीतर्फ लोड ल्याउनु। अन्त 7 माइल मात्रै पुगेको थिएँ, भाइले गाडी रोक्यो, लेक्सेप स्कुल गएको रहेछ। तल 4 माइल पुगेको दावा आएर दावा पुलमा भेटे। अन्त गुड मर्निङ भनेर चाहिँ सिधै अगाडि बढे, लेक्सेपमा पुगेर भाइलाई स्कुल मुनि उतार्दे। त्यसपछि फेरि अगाडि बढे, पर लेक्सेप उताडी छरछरी पुगेर चाहिँ अलिकति पानीले हात खुट्टा धुएर चाहिँ फेरि अगाडि हिँडेको। मानपुर पुग्दा चाहिँ पासङ दाजुले फोन गरेर रम एउटा किङफिसर बियर ल्याइदिए भनेको थियो, पाएन हो, होस् छोड्दे भन्यो। टिस्टा पुग्दा एकजना कालीझोडा जाने एकजना ड्राइभरै साथीलाई भेटाए, उहाँलाई रोक्दै गफ गर्दै गएको। मेरो भिडियो पनि हेर्दो रहेछ, कालीझोडामा लिएर उतार्दै उहाँलाई। अन्त उहाँलाई बिदा लिएर फेरि अगाडि बढेको। सुबुक एसएनडी धारामा पुलिसहरू खाजा खानु लागि चेकिङबाट हटेर सेवक रेलगेटमा जाँदै रहेछ। उहाँले मेरो भिडियो पनि हेर्दो रहेछ, कमेन्ट पनि गरेको छु है भाइ भन्नु थाल्यो हो। अन्त पर सिलगढीमा चाहिँ पुगेको, यस्तो डरलाग्दो जाम हो, तै छोडो मैछोड हुन्छ। यहाँ चाहिँ 4 लाइन 5 लाइन हेर्नु नि। अन्त म चाहिँ यस्तो भिडभाडमा चाहिँ पास दिएर छोडिदिइहाल्छु हो सानो गाडीलाई चाहिँ। अन्त पर जाममा अलिकति सालुगढाको छेउमा पुगेको त एउटा नरिवल बेच्दै आएछ, भैया खाएको त यस्तो घिनलाग्दो कुही गएको रहेछ हो। अन्त त्यसलाई भैयालाई थोइया भनेर चाहिँ त्यो नरिवल फ्यालिदिएर चाहिँ खाइनँ मैले हो। अलिकति अगाडि पुगेको त पुलिसले मलाई हेरिरहेको छ, हतार सिट बेल्ट लगाएको जस्तो गरे बजारमा सालुगढामा। अन्त अगाडि बढेको, ग्यारेजमा जाने काम थियो मेरो, अलिकति काम थियो। अन्त सोना पम्पको पछाडिबाट यो गल्लीबाट चाहिँ अगाडि बढे, यो मन्दिरको छेउबाट चाहिँ लेफ्ट लिनुपर्छ। शिवकुमार ग्यारेजको अगाडि पुगिसके। मेरो चाहिँ हब ग्रिजिङ अगाडिको, अस्ति चाहिँ पछाडि चक्का गरेको थिएँ, आज चाहिँ हब ग्रिजिङ अगाडिको चक्का गर्नुपर्ने थियो, लाइलिङ पनि चेन्ज गर्नुपर्ने थियो। अन्त गएर चाहिँ गाडी लगाएर चाहिँ टायरहरू खोल्नु थालेँ। यस्तो डरलाग्दो जाम रहेछ, मेसिनले टाइट गरेको, पाइप लिएर लगाएको र पनि खोल्लेन। अन्त एउटा भाइलाई सघाउनु बोलाए ग्यारेजको, उसले मार्तलले डल्लै नट चाहिँ यसरी नै खोलेको। यस्तो जाम, गाडी लगाएर चाहिँ खाजा खानु गएँ। दिनभरि केही खाएको थिइनँ हो, खाना भेज खाना खान्छु म चाहिँ। भेज खाना खाएर चाहिँ अन्त त्यो होटेलमा चाहिँ अलिकति खाएर गएको त उयो फिटरले लाइलिङ पनि खोलिसकेछ हो। अन्त लाइलिङ खोलेर यो हबको ब्यारिङ चाहिँ, सानो ब्यारिङ चाहिँ गएको रहेछ, ठुलो चाहिँ ठिकै रहेछ। अन्त हेर्दा हेर्दा उसले लाइलिङ पनि खोल्नु थाल्यो। लाइलिङ खोलेर चाहिँ लाइलिङ चाहिँ अगाडि ल्याएर रेडी रहेछ, अर्को लाइलिङ नयाँ ठोक्नु थाले, रिपिट ठोक्दैछ अहिले उसले। अन्त यो लाइलिङ ठोकेर चाहिँ ब्यारिङ चाहिँ सामान आएकै छैन रहेछ हो। अन्त हब चाहिँ हेर्नु नि, यस्तो धुएर चटक्कै पारेर रेडी छ। हब ब्यारिङमा आइन्जाल चाहिँ बाहिर निस्केर फिटरसँग गफ गर्दै बसिरहेको थिएँ। ठिक्कै ब्यारिङ लिएर आइपुग्यो पार्ट्सवाला। अन्त उसले सामानहरू दिँदैछ र बुढोले फिट पनि गर्नु थाल्यो। अन्त यी हब ग्रिजिङ भनेको चाहिँ यही अगाडि चक्कामा ग्रिजहरू लाएर मजाले काम गर्छ उसले चाहिँ। अन्त यी फाइनली हब ठोकेर चाहिँ चिरापिन लाउँदैछ। अन्त साथीहरू यसरी लास्टमा चाहिँ लास्ट काम चाहिँ यो रह्यो, तपाईँको क्याप लाउने हो। हब फिट गरेर माथिबाट त्यसमा ग्रिज भरेर चाहिँ मजाले सफा गरेर क्याप लाउनु थाल्यो बुढोले। अन्त यो यसलाई चाहिँ एनोबोन भन्छ, टाल्नु लागि, फलाम टाल्नु लागि चाहिँ यो रातो पेस्ट युज हुन्छ, एनोबोन भन्छ, रेड बोन। अन्त लगाएर चाहिँ लास्टमा क्यापको नटहरू लाउँदैछ बुढोले। त्यहाँबाट चाहिँ अब लास्टको रको चाहिँ फिनिसिङ चाहिँ यो ड्रम हो, यसमा चाहिँ टायर बस्छ नि त। अन्त नट लाउने चाहिँ काम चाहिँ टायर लाएर नट लाउने काम चाहिँ मेरो हो, ड्राइभरको। अन्त टायर लाएर टाइट सुट गरे। अन्त उतापट्टिको चक्काको अब यो र यो दाहिनेपट्टिको यसको चाहिँ सेम प्रोसेस हो, देखाउँदिनँ। 7 पनि बजिसकेछ हो, उसले धुइधाइ गर्दैछ यो दाहिनेपट्टिको चक्का बनाउनु लागि। अन्त आज लोड हुँदैन रहेछ भनेर गएर चिया दोकानमा गएर चाहिँ 1 कप चिया खाएँ फेरि। अन्त आज चाहिँ मेरो अब सिलगढीमै बसाइ भयो हो, भोलि लोड आखिर खाली पनि नहुने रहेछ माथि दरापमा, आरामले लोड गर्नु भोलि भन्नुभयो। अन्त मेरो सुताइ चाहिँ यही, धन्न शिवकुमार भैयाले चाहिँ उसको अफिस चाहिँ खुल्लै राख्दियो, यहाँनिर सुत्नु है भाइ भन्यो हो। अन्त गाडी चाहिँ यहाँ अगाडि छ बाहिर, उपर सानो गाडीहरू राखिरहेको